आज मङ्सिर 15 गते अत्यन्त विशेष छ। बारको हिसाबले सोमबार, तिथिको हिसाबले मोक्षदा एकादशी। त्यसै गरी गीता जयन्ती विशेष छ। आज के गर्न सक्नु भएन भने पनि हजुरले प्रातःकालीनमा उठेर नुहाइधुवाइ स्नान गर्नुहोला। नजिकको तीर्थस्थल छ भने तीर्थस्थलमा गएर स्नान गर्नुहोला। छैन भने हजुरहरूले आफ्नै घरमा मजाले स्नान गरी तीर्थस्थलहरूको नाम जाप गर्न सक्नुहुनेछ। त्यस पछाडि हजुरले बार बार सपनामा पितृहरू देख्नुहुन्छ। पितृले मोक्ष प्राप्ति गर्न सक्नुभएको छैन भने हजुरले स्नान गरे तत्पश्चात हजुरले सङ्कल्प गर्न सक्नुहुनेछ। हातमा दौतिल कुश पुष्प अब आफूलाई के राख्न मन लाग्छ राखेर हे मोक्षदा नाम गरेकी एकादशी, आज म हजुरको व्रत गर्दैछु। जानी नजानी भुलचुक गरे भने माफी दिनुहोस् है प्रभु भनेर सङ्कल्प गरी घरमा आएर सूर्य भगवानलाई जल अर्पण गर्नु, पाञ्चामी देवता अथवा के पूजाआजा गर्नु छ। पूजाआजा गरिसकेपछि पितृको नाममा दिया प्रज्वलन गरिदिनु। त्यस पछाडि पितृको नाममा दान पुण्य गर्न सक्नुहुनेछ। आजको दिन व्रत बस्नु। अनि गीता जयन्ती भएको कारणले गर्दा बालबच्चाहरू पढ्न मान्नुहुन्न, बालबच्चाहरूले नपढेर दिक्क बनाउनु भएको छ भने गीताको श्लोकहरू, जसको घरमा गीता भनेको गति दिने सार दिने हो भने, जसको घरमा गीता छैन भने उहाँको घरमा गति सार हुँदैन भन्ने पनि शास्त्रीय मान्यता रहिआएको हुनाले गीताको श्लोकहरू उच्चारण गर्नु, गीतादान गर्नु अत्यन्त उपयोगी र अत्यन्त राम्रो हुनेछ। नमस्ते, म पण्डित अजिता कडेल, नयाँ बानेश्वर शङ्ख।